गुड मर्निङ साथीहरू, म अहिले मोङलिङमा छु। यो मोङलिङको पुरानो पुल हो भने तपाईहरुलाई म नयाँ पुल पनि देखाउँदैछु। ल हेर्नुस्, यो हो नयाँ पुल। आज म तपाईहरुलाई यस मोङलिङ बजार क्षेत्रबाट पोखरातर्फ लिएर जानेछु। मोङलिङदेखि पोखरासम्मको बाटो जुन बनिरहेको छ, योभन्दा अगाडि पनि मैले दुईवटा भिडियो बनाएर राखिसकेको छु र त्यसको लिङ्क म यसै भिडियोको डिस्क्रिप्सनमा राखिदिउँला, अवश्य पनि हेर्नु होला। र झन्डै 6 महिनापछि म पुनः त्यसतर्फ जाँदैछु, यो मोङलिङदेखि पोखरातर्फ। बाटोको प्रगति उन्नति कति भयो त, बाटोको प्रगति उन्नति कति भयो, त्यो सम्पूर्ण दृश्यहरू म तपाईहरुलाई देखाउने प्रयास गर्नेछु है साथीहरू। आज यस पुरानो पुलदेखि म तपाईहरुलाई जानेछु पोखरातर्फ। आजको मेरो सम्पूर्ण दृश्यहरू हुनेछ मोङलिङदेखि पोखरासम्मको यात्रा र त्यस यात्राको बाटोको अपडेट भिडियो हेर्दै गर्दै होला। ल साथीहरू, म यस मोङलिङ पुलबाट अब अगाडि बढ्दैछु। तपाईहरुलाई म आज पोखरासम्मको यात्रा गराउनेछु। बाटोको अवस्था के छ, कस्तो छ, त्यो सम्पूर्ण दृश्यहरू म तपाईहरुलाई देखाउन म प्रयास गर्नेछु है साथीहरू, सक्दो प्रयास गर्नेछु। नयाँ पुल यही नै हो, म पुरानो पुलबाट आएँ। ल त अब अगाडि बढाउँ, कृपया भिडियो हेरिदिनु होला। मोङलिङ पोखरा सडक खण्डमा जुन बाटो निर्माण हुँदैछ, त्यो बाटोको निर्माण 2 फेजमा हुँदैछ है साथीहरू। अगाडि एउटा जलविद्युत आयोजना छ, त्यो जलविद्युत आयोजनासम्म हालमा यहाँ कुनै काम पनि भएको छैन र यो चाहिँ दोस्रो फेजमा काम हुने भनेर जानकारी भएको छ। यो क्षेत्रमा जुन म अहिले यात्रा गरेर छु, अहिले म यो मोङलिङबाट म हिँडेँ, यो बाटोमा चाहिँ अहिले कुनै पनि काम भएको छैन र गरिएको छैन। ल हेर्नुहोस्, यही हो जलविद्युत। यहाँसम्म चाहिँ यो दोस्रो फेजमा बाटो निर्माण हुनेछ। यहाँ छ रुवा खोला पुल, नाम छ मस्ताङदी जलविद्युत योजना हो। यो मस्ताङदी जलविद्युत योजनासम्म बाटो चाहिँ दोस्रो फेजमा मात्रै निर्माण गरिने भन्ने चाहिँ जानकारी भयो है मलाई। ल साथीहरू, पोखरा नपुग्दै बाटैबाट यो क्षेत्रमा आउन साथ अगाडि हिमालहरू हेर्नुहोस् त। अगाडि आज आकाश पूर्ण रूपमा खुलेको रहेछ, स्पष्ट रूपमा देखिएछ अगाडि। अब खैरेनी नाग्ने बित्तिकै बाटो चाहिँ पिच, दुवैतर्फ पिच बनिसकेको छ। विभिन्न महानुभावले भिडियोहरू हाल्नु भएको छ, धेरै सोसियल मिडियाले भिडियो हालेको छ। आज तपाईहरुलाई म निश्चित रूपमा बाटोको बारेमा अपडेट गर्नेछु है। भिडियो लामो पक्कै होला, तर पूर्ण रूपमा आजको डेटमा मैले तपाईहरुलाई सम्पूर्ण बाटो बनिसकेको र बन्दै गरेको दृश्य, दुईटै दृश्य म तपाईहरुलाई यस भिडियोमा राख्नेछु। अहिले म यो अबु खैरेनी भर्खरै नागे, यो अबु खैरेनीबाट बनेको पिच बाटो हो। ल साथीहरू, ल हेर्नुहोस्, यहाँसम्म अबु खैरेनीदेखि यो क्षेत्रसम्म बाटो पूर्ण रूपमा पिच छ। निकै लामो बाटो पिच भएको भइसकेको देखियो। यहाँबाट चाहिँ बाटो मर्मत बनाउँदै गरेको बनिरहेको दृश्यहरू मैले हेरेँ है। निकै लामो बाटो मैले यात्रा गरेँ अबु खैरेनी नागेदेखि। ल अगाडि हिमाल हेर्नुहोस् त, कति छल्लङ्गै देखिएको छ। यहाँबाट अब कहाँसम्म कति छ त्यो पनि म तपाईँहरू दृश्य देखाउनेछु। अबु खैरेनीदेखि यहाँसम्म म अलिक अगाडि आएँ, लगभग 16 किलोमिटर बाटो पिच बनिसकेको रहेछ। म तनहुँको बन्दीपुर क्षेत्रमा छु। यो बन्दीपुर क्षेत्रमा पनि यो बाटो पिच बनाइएको देखियो है साथीहरू। हुन त बाटो पूर्णता भन्दा पनि पूर्णता कहिले पनि हुँदैन, हेर्नुहोस्, मर्मत समाज त सधैँ नै भइ नै रहनेछ। यो बन्दीपुर क्षेत्रको दृश्य हो।
एउटा भानुभक्तको प्रतिमा राखेको छ यहाँ। सायद केबल कार जाने बाटो यही हो कि क्या हो, बन्दीपुर केबल कार के हो मलाई थाहा भएन। बन्दीपुर ठुलो ढुङ्गा तनहुँ। यो क्षेत्रमा बिजुलीको पोल पनि लगाएको देखियो। तपाईँहरूलाई मैले दृश्य देखाउँदै लैजाँदैछु। पोखरासम्मको आजको मेरो भिडियो रहनेछ। बाटो कति बन्यो कति बनेन भन्ने कुरोमा स्पष्ट रूपमा तपाईँहरूलाई म आज जानकारी गर्नेछु। बन्दीपुर ढुङ्गे बजार रे, म अहिले यो बन्दीपुरको ढुङ्गे बजारतिर आइपुगेछु। यहाँबाट बाटो पूर्ण फेरि जीर्ण छ। यो कुन क्षेत्र पर्यो? ए यो पहाडकी रानी बन्दीपुर प्रवेशद्वार भने ठ्याक्कै त्यहाँसम्म बाटो बनेको छ र प्रवेशद्वारदेखि अगाडि चाहिँ बाटो चाहिँ अहिले जीर्ण छ है साथीहरू। हेर्दै गर्नुहोस् बाटो। यहाँ एउटा पुल पनि निर्माण, दुईवटा पुल एकैचोटि दुईवटा पुल निर्माण गरिदिँदैछ। यहाँ कामहरू धमाधम चलिरहेको छ। ल त्यो बन्दीपुर प्रवेशद्वारदेखि यो सूर्यदेव अटोमोबाइल भन्ने एउटा ठुलो बोर्ड लगाएको ठाउँ रहेछ यहाँ हो। त्यहाँसम्म बाटो चाहिँ खराब छ। रिमाले नहुरे यहाँ चाहिँ दुवैतर्फ बाटो पिच भइसकेको दृश्य मैले देखेँ है साथीहरू। फेरि समग्र रूपमा अहिले म हिँड्दाखेरि अहिलेसम्म म अब कति किलोमिटर म बन्दीपुर भर्खर नागेँ, कति किलोमिटर म पोखरातर्फ आएँ मलाई थाहा छैन, त्यो त निश्चित भएन। तर बाटो पूर्ण रूपमा अहिलेसम्म पिच नै भेटिरहेको छु है मैले। यो क्षेत्रमा पनि निकै लामो बाटो बनेको मैले महसुस गरेँ। बन्दीपुर गेट भन्दा अलिकति अगाडि आएपछि त्यहाँ पुल बन्दैछ। त्यो पुल बन्ने ठाउँदेखि अलिक अगाडि आएपछि यो क्षेत्रमा पनि बाटो चाहिँ अत्यधिक मात्रामा निकै लामो बाटो बनिसकेको महसुस मलाई भयो साथीहरू। हो यहाँसम्म बाटो एउटा पठार छ। हो यहाँसम्म बाटो ठाउँको नाम त मलाई थाहा भएन, कुनै यहाँ लोकेसन पनि छैन। यहाँ चाहिँ बाटो जीर्ण छ। उतापट्टि पिच बनाउनको लागि प्रयास जारी छ। सायद 1 महिनाभित्र यो कम्प्लिट हुन्छ होला जहाँसम्म लाग्छ। जुन यतापट्टिको बाटो छ यो बाटो पनि ग्रेभल मिलाएर चाहिँ राम्रो बनाएको रहेछ बाटो, उबड खाबड छैन। यहाँ चाहिँ पहिला पनि तपाईँहरूलाई मैले दृश्य देखाएको थिएँ। यो पहाड जुन कटिङ गरेको छ त्यो कटिङ गरेको दृश्य चाहिँ साह्रै राम्रो छ है। यो खण्ड 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 गरेर चाहिँ पहाडहरू काटिएको छ। सिधै तास्ने गरिन्थ्यो, सिधै नतासेर यो खण्ड खण्ड गरेर चाहिँ तासिएको छ। ल यहाँबाट फेरि जहाँ फेरि खण्ड खण्ड गरेको छ त्यहीँबाट फेरि यो पेज सुरु भयो फेरि है। एकदम सानो ठाउँबाट चाहिँ हामीले हिँड्नुपर्ने भयो ग्रेभलमा। देउराली भन्ने स्थानमा पनि पूर्ण रूपमा बाटो बनिसकेको छ। यो सम्पूर्ण देउराली क्षेत्र पर्यो। यो बाटो पूर्णतः भएपछि पोखराको रौनक नै अर्को हुनेछ जस्तो मलाई लाग्छ। पक्कै पनि पर्यटकहरू प्रशस्त मात्रामा आउनेछन् पोखरातर्फ। यति सुविधाजनक बाटो भएपछि, यति राम्रो बाटो बनेपछि पक्कै पनि पर्यटकहरू पक्कै पोखरातर्फ आकर्षण हुनेछ। तर समस्या चाहिँ के छ भने ठाउँ ठाउँमा मैले बारम्बार भनिरहेको पनि रहेको छु यस सडकको बारेमा। हाम्रो भूभाग नै त्यस्तै छ, डाँडा काँडा भएको क्षेत्र हो।
त्यसले गर्दाखेरि जति सडक निर्माण गरे पनि कुनै ठाउँमा पहिरो जानु, बाटो भत्किनु, जमिन भाँचिनु यो चाहिँ अलिक सामान्य नै मान्नुपर्छ है साथीहरू। यसलाई चाहिँ खासै त्यति ठुलो इस्यु बनाउनु चाहिँ सान्दर्भिक लाग्दैन मलाई, किनभने प्राकृतिक प्रकोप हो, जहाँ पनि जे पनि हुनसक्छ। उबड खाबड भयो भने त्यसलाई मर्मत सम्मान गर्न नसक्नु त्यो कमजोरी पक्कै होला, तर पहाडै भत्किनु र जमिनै भाँचिनु चाहिँ अलिकति समस्या उत्पन्न चाहिँ पक्कै गर्छ, बनिसकेको बाटो पनि क्षति हुन्छ। अब यो कहाँनिर म आइपुगेँ निश्चित भएन, ठाउँको नाम छाब्दी बराई मन्दिर जाने बाटो अरे, तर यसको चाहिँ अलिकति यहाँ पिच बनाएको रहेछ, छाब्दी बराई मन्दिर जाने बाटो भनेर सम्बोधन गरेछ त्यहाँ बोर्डमा। र यहाँ पुल पनि पूर्णता लिइसकेको रहेछ र बाटो यो क्रसिङ दायाँ बायाँ गरेर यति भाग चाहिँ पिच बनाएको रहेछ। उतापट्टि बाटो बनाउने काम जारी छ र यो क्षेत्र चाहिँ पर्यो तपाईँको ब्यास बाग बजार तनहुँ। बाटो अलिकति बनाएको र यहाँ त काम चाहिँ ब्यास तनहुँ क्षेत्रमा चाहिँ निकै ठुलै मर्मत सम्मार मर्मत गर्नुपर्ने स्थितिदेखि कि यहाँ हेर्नुहोस् त अगाडि पुरा खाडलै छ अहिले। यो त पूर्ण त लगभग 5 फुटै जति पुर्नुपर्ने अवस्था मैले देखेँ। यतापट्टि पनि हेर्नुहोस्, यता साग रोड पनि निकाल्दै रहेछ, उतापट्टि पनि साग रोड निकाल्दै रहेछ। यो चाहिँ तपाईँको 6 लेनको बाटो हो। योजना नै जस्तो खालको छ, पहाडी क्षेत्र जङ्गल क्षेत्रमा 3 लेनको बाटो हुन्छ भने साना बजार क्षेत्रमा 4 लाइनको र ठुल्ठुला क्षेत्रहरूमा 6 लेनको बाटो। दुईवटा साइडमा सर्भिस लेन बाटो पनि बनाउने हुँदाखेरि अलिकति यस्ता क्षेत्रमा चाहिँ काम गर्न अलिकति अप्ठ्यारो त पक्कै पनि हुने नै छ। यहाँ चाहिँ बाटो बनाउनु पर्ने समय लाग्न सक्छ र यतातिर पिच बन्ने प्रक्रिया पनि सुरु भइसकेको रहेछ। साँच्चै नै भन्यो भने मुङलिङ पोखरा सडक खण्ड चाहिँ तपाईँहरू मजाले यात्रा गर्न सक्नुहुन्छ, यात्रा गर्नुहोस्, कुनै फरक पर्ने छैन। अगाडि एउटा खोला आउँदैछ, त्यो खोलासम्म जान पनि बाटो अहिले पूर्णता भइसकेको छैन, मर्मत सम्मान गरिँदैछ। माथिबाट खोस्रेर जाली तान्ने काम हुँदैछ भने यो साइडमा ढलाइ गरेर दिवाल खडा गरिएको दृश्य देखियो। हेर्नुहोस्, यो यत्रो ढलाइ गरेर चाहिँ तपाईँको यो सबै उनीहरूले पछि पुर्नेछन्। माथि नदी पुल रहेछ। अब पक्कै पनि यो साइडमा खोसेर उतापट्टि बाटो निकाल्छ होला सायद उनीहरूले। उतापट्टि पुल बन्दैछ, मादी नदी पुल, यो पुरानो पुल हो। यता नयाँ पुलको संरचना तयारी हुँदैछ। ल हेर्नु साथीहरू, निकै लामो पुल छ यो, ठुलो पनि छ, लामो पनि छ। यसरी बाटो गएर एउटा बाटो गएर बिचमा अलिकति घरहरू छुट्ने रहेछ। यो क्षेत्रमा पनि, यो पुल क्षेत्रमा भनौँ न, क्षेत्रमा पनि अहिले बाटो जिर्ने मैले देखेँ। यहाँ कुनै काम भएको छैन अहिले। यो पुरानै बाटो भत्किएको अवस्थामा छ, कुनै मर्मत सम्मार चाहिँ गरिएको छैन, यथावत छोडिएको छ। यहाँ काली भन्जानगढ आर्मी क्याम्प रहेछ। हो यो पुलको अलिकति ग्रेभल पुरानो बाटो छोडेर अलिकति अगाडि आउने बित्तिकै, माथि पुल नागेर अलिकति अगाडि आउने बित्तिकै फेरि यहाँ 2 लेन बाटो नै पूर्णता भएको देखियो। चापाघाट क्षेत्र रहेछ यो चाहिँ, तनहुँको चापाघाट क्षेत्रमा पनि त्यो पुल छोडेर चापाघाट क्षेत्रमा यतातिर चाहिँ बाटो चाहिँ तपाईँको अगाडि नै छ। दुवै साइडमा पिच भइसकेको छ र अलिकति अगाडि आएपछि फेरि यहाँ ग्रेभल बाटो सुरु भयो र उतापट्टि चाहिँ पिचै छ। 1 साइड पिच छ, यो ठाउँ चाहिँ ग्रेभल छ। अब यो पनि चाँडै 1-1.5 महिनाभित्र तयारी हुन्छ होला जस्तो लाग्छ मलाई, किनभने यो माथि दिवालहरू जुन पहिरो नहोस् भनेर बाँध्नुपर्ने जालीहरू बाँध्दैछन्। यो बाँध्न साथ सायद यहाँ पिचको काम सुरुवात गर्नेछन् होला। हो यहाँबाट फेरि यतापट्टि पिच भएको ठाउँमा बाटो खोलिदिएको छ। यो फेरि पूर्ण रूपमा पिच
र यतातिर पिचको काम सुरु हुँदैछ। अब कहाँसम्म पिच छ अब हेर्दै जाउँ। म्याग्दे भन्ने क्षेत्रमा पनि निकै लामो बाटो निर्माण भइसकेको रहेछ। साँच्चै नै साथीहरू हाल वर्तमान समयमा मुङलिङ पोखरा सडक खण्डको काम चाहिँ निकै तीव्रताको साथमा सुसम्पन्न हुँदैछ है साथीहरू। यसरी नै बनाउँदै जाने हो भने लगभग 3 वर्षमा चाहिँ पूर्णता पाउनेछ भन्ने म पूर्ण आशावादी छु। यो क्षेत्रमा बाटो मर्मत सम्हाल गर्दै गरेको दृश्यहरू देखियो। क्षेत्रको नाम हो म्याग्दे गाउँपालिका थारीटार तनहुँ क्षेत्रमा चाहिँ हाल बाटोको मर्मत सम्हाल हुँदै गरेको दृश्य देखियो। यहाँबाट चाहिँ फेरि पिच सुरुवात छ। म्याग्दे अक्ला तनहुँ यहाँ मन्दिर रहेछ एउटा। फेरि यो क्षेत्रमा मौरी बजार क्षेत्रमा पनि बाटो मर्मत सम्हाल हुँदैछ। पिच भइसकेको छैन यो क्षेत्रमा पनि। अहिले हाल कुनै कामै भएको छैन जस्तो लाग्यो मलाई, किनभने बाटो ग्रेभल गरिएको छैन। अहिले यो हिलामै बाटो नै छ। पानी पर्यो भने चिप्लिने डर। र यहीँबाट मैले अगाडि हेरेँ, अलिकति अगाडि फेरि बाटो पूर्ण रूपमा दुवै मोडा पिच देखियो। यहाँबाट फेरि पिच छ बनिसकेको छ धेरै नै बाटोहरू। अब पोखरासम्म पुग्नु त अझै समय छ। मेरो विचारमा 50% भन्दा बढी बाटो बनिसकेको भन्दा फरक नपर्ला। फेरि यहाँ एउटा पुलको निर्माण हुँदै रहेछ। यसरी नै द्रुत गतिमा बाटो निर्माण हुँदै जान्छ भने पक्कै पनि 3 वर्षमा बाटो पूर्णता हुने विश्वास गर्न सकिन्छ है साथीहरू। केही महिना अघिसम्म बाटोमा जुन निर्माणमा हितासक्ति थियो आज त्यो हटेर निकै तीव्रताको साथमा कामहरू सुसम्पन्न गर्दै गएको देखिएको छ। पक्कै पनि यो एउटा स्वागतम योग्य कुरा हो। चारैतिर यसरी नै निर्माण भइदियो भने त के चाहियो र। शुक्ला गण्डकी नगरपालिका खैनीटार क्षेत्रमा म आइपुगेँ। यहाँ पनि बाटो केही मर्मत भइसकेको दृश्यहरू मैले देखेँ है साथीहरू। ल बाटो ब्लक रहेछ त्यहाँ त। अगाडि पनि कुनै बोर्ड नराखेको हुँदाखेरि चाहिँ जानकारी भएन। यहाँ बाटो चाहिँ धमाधम बन्दैछ। र यसको हाइट हेर्नुहोस् त, रोडको हाइट र फादल यो कुर्दै गरेको अवस्थाको हाइट। खैनीटारमा पनि बाटो मर्मत सम्हाल हुँदै रहेछ। पुलहरू अझै नसारिएको रहेछ। यो पुलहरू छान्न बाँकी नै छ। त्यसैले भनेको मैले कुनै बेला मेरो पछिल्लो भिडियो पनि मैले यो यस भिडियोको सँगसँगै डिस्क्रिप्सनमा म राखिदिने छु। त्यो भिडियोहरू पनि तपाईँले हेर्नु होला। म बारम्बार यसको यात्रा गरिरहेको छु र मैले कुनै बेला 5 वर्ष लाग्छ भनेर मैले भनेको थिएँ। पक्कै पनि साथीहरू समय त लाग्छ अझै पनि। 3 वर्ष मैले समय दिएँ, अहिले घटाएर 2 वर्ष मैले घटाएर 3 वर्षमा लगभग हिँड्न सक्छौँ। हरियाली बनाउनुको लागि रुखहरू बिरुवाहरू रोप्नु पर्यो, सबै कुरोमा समय लाग्छ। अब यो तपाईँको यो जुन यो सिमेन्टको दिवाल बनाएको छ यो रोड डिभाइडर, त्यसमा रङ लगाउनु पर्यो। हो यो सबै गर्दाखेरि चाहिँ समय चाहिँ लाग्छ। 3 वर्षसम्ममा बाटो पूर्णता पाउन सक्ला। शुक्ला गण्डकी नगरपालिका क्षेत्रबाट नै सिधा हेर्नुहोस् त साथीहरू, माछा पुच्छेको दर्शन भयो। कति राम्रो क्षेत्र छ साथै नै यो पोखरा क्षेत्र। कति आनन्द लाग्छ
यो क्षेत्रमा आउँदाखेरि हुन त यहाँ स्थानीय जनताहरूलाई मानिसहरूलाई त खासै फरक नपर्ला यी दृश्यहरू हेरेर। हेर्नुहोस् त अगाडि माछापुच्छ्रे टकडक्कै आज मौसम पुरा क्लियर छ। पोखरा क्षेत्रबाट पनि छलङ्गै देखिन्छ, तर बादल लाग्न अलिअलि सुरु भइसकेको छ। हेरौँ भाग्यमा छ भने अवश्य पनि देखिएला। समग्र रूपमा बाटोकै कुरा गर्ने हो भने बाटो पूर्ण त छ है साथीहरू। जो यात्रा गर्न सकिन्छ, आरामले यात्रा गर्न सकिन्छ। पूर्णता त नभनौँ, यात्रा गर्न चाहिँ सकिन्छ, आरामले यात्रा गर्न सकिन्छ। भन्नै नसकेको बाटो बुटोल नारायणघाट सडक खण्डको यात्रा गर्छन् भने यदि त स्वर्गमै कुदिए जस्तो अनुभव भयो मलाई त। बाटो बनेको साथीहरू 50 होइन 75% भन्दा पनि फरक नपर्ला। 75% बाटो बनिसकेको छ भन्दा पनि तपाईँ चाहिँ लगभग यो मानिदिनुहोस् कि 90% तपाईँ चाहिँ आरामले यात्रा गर्न सक्नुहुन्छ। मैले यो जानकारी तपाईँहरूलाई गरेँ। यो ग्रेभल बाटो होस् या पिच बाटो होस् या ढुङ्गे बिछाएको बाटो हो। ढुङ्गा बिछाएको बाटो पनि धेरै लामो छैन, सानो सानो बाटोहरू छन् जहाँ चाहिँ कुनै ग्रेभल नभएको क्षेत्र। त्यो सबै जोड्दाखेरि लगभग 90% यो बाटोमा यात्रा गर्दाखेरि तपाईँले चाहिँ 90% चाहिँ आरामले यात्रा गर्न सक्नुहुन्छ। अब जस्तै यो 1 लेनको बाटो बनेछ, अब यो 2 लेनको बाटो हो। यात्रा त यो लेनमा तपाईँले गर्न पाउनुभयो नि। बाटो पूर्णताको कुरा नगरौँ, यात्रा गर्ने क्रममा पाउनुपर्ने यात्रुले सुविधा चाहिँ 90% सुविधा तपाईँले पूर्णता पाउनुहुन्छ र 10% अलिकति ग्रेभल अथवा अलिकति भर्खरै खनिएको ठाउँहरू छन्, त्यस्ता ठाउँहरू तपाईँहरूले चाहिँ देख्न सक्नुहुनेछ है साथीहरू। यहाँबाट चाहिँ अलिकति बाटो जो विशेष गरी यो पुलको छेउछाउको बाटो, पुलले गर्दाखेरि यता मर्मतसम्म पूर्णता लिइसकेको छैन र अलिकति छोडिएको छ। हरेक पुलको आसपासमा आधा किलोमिटर 1 किलोमिटर 500 मिटर ठाउँहरू पुलको दुवै क्षेत्रमा छोडिएर फेरि बाटोहरू मर्मत गरिएको देखिन्छ। तर यो पुल क्षेत्रमा चाहिँ सायद यो पुलको कारणले गर्दाखेरि उनीहरूले यो बाटो बनाइएको छैन। र फेरि यो अगाडि आउँदाखेरि बिचमा पुल आयो, अलिकति डिस्टर्ब भयो, फेरि बाटोले दुवै लाइनतिर पूर्णता लिइसकेको छ। र सल्लाह के छ भने यदि यो प्रक्रियामा जिम्मेवारी वहन गर्ने हो भने सानातिना वृक्षारोपण पनि सुरुवात गर्दा राम्रो हुन्छ कि जस्तो मलाई लाग्छ है। अब यसमा जागरुक हुने हो, स्थानीय नागरिक जागरुक हुने हो, या सडक विभाग हुने हो, या चाहिँ प्रत्येक गाउँपालिका नगरपालिका पर्ने क्षेत्रमा स्थानीय सरकार नै जागरुक हुने हो या के हो मलाई निश्चित त भएन। ठुल्ठुलो रुखभन्दा पनि फेन्सी टाइपको रुखहरू, त्यस्ता बिरुवाहरू रोप्दा चाहिँ निकै सान्दर्भिक हुन्छ कि जस्तो मलाई लाग्छ। अघि मैले भनेको थिएँ उताबाट टाढैबाट माथि माछापुच्छ्रेहरू देखिएको थियो शुक्लगन्धी नगरपालिकादेखि। अब यहाँ हेर्नुहोस् लगभग पोखरा लगभग आइयो हो, त्यहाँ प्लेन पनि उडिरहेको छ। तर जति नजिक पुगिन्छ त्यति बादलले हिमालहरू ढाक्दै गएको देखिन्छ है साथीहरू। अब मेरो पछाडि एउटा बस आइरहेको छ, ट्रक रहेछ। अब यहाँ व्यस्त छ भने, बाटो जाम छ भने उसले देखिरहेको छ नि, तर पछाडि आएर त्यहाँ हर्न बजाउने यस्ता बसहरू ट्रकहरू देखेर मलाई एकदमै असम्म लाग्छ। कुन जोस हो, कुन जाँगर हो, हर्न किन बजाउने, हर्न किन बजाइन्छ भन्ने कुरोमा वास्तवमा भन्यो भने हामीले अध्ययन गर्नुपर्ने कुराहरू धेरै छन्। यातायातको बारेमा, ट्राफिकको बारेमा सामान्य केही कुराहरू समय नभएको नौटङ्की हाम्रो देशमा हुन्छ यातायात सम्बन्धीको नियममा। र हर्न बजाउने प्रक्रियामा पनि वास्तवमा पछाडि म छु भनेर जानकारी गराउनु भन्दा पनि हर्नको वास्तविक अर्थ हुन्छ बजाउँदाखेरि चाहिँ ए बाटो छोड। वास्तवमा त्यो विदेशतिर हर्न बजाइन्न। विदेशतिर नियमावलीमा हिँड्दाखेरि कहिले पनि पछाडिबाट आएर त्यहाँ हर्न बजाउने, लाइट डिफर गरिदिने इत्यादि गर्दैनन्। यदि तपाईँको केही रुल्स तोड्नु भयो, नियम तोड्नु भयो, आदि इत्यादि गर्नुभयो भने पक्कै पनि पछाडिबाट लामो हर्नहरू बजाइन्छ उनीहरूले नराम्रोसँग। तर हाम्रो चाहिँ अगाडि जाम भएको देखिरहन्छ, तर पछाडिबाट अब हेर्नुहोस् यो गाडी घुमाएको साला यसरी मैले भर्खर कुरा गर्दैछु रुल्सको। अब देख्नुभयो भर्खरै, अब यसलाई गाली गर्नु पाएको विकल्प केही छ? गर्नु त केही पनि सकिन्न, बस अब गाली गर्ने हो। अगाडि के आउँदैछ, को आउँदैछ उसलाई मतलब छैन, उसलाई घुम्नु पाए भयो, घुमाउनु पर्यो पुग्यो। साथीहरू अब लगभग म पोखरा क्षेत्रमा आइपुगेँ।
पोखराको यो पावर हाउस क्षेत्रमा पनि निकै लामो बाटो पिच बनाइसकेको रहेछ। साँच्चै नै बाटोको तीव्रता चाहिँ पक्कै छ है साथीहरू। 90% तपाईँहरूले आरामले पोखरादेखि मुङलिङसम्म यात्रा गर्न सक्नुहुनेछ र बाटो चाहिँ लगभग 75%, मैले अघि 50% भन्थेँ, तर पोखराको गतिविधि के छ मलाई थाहा छैन। तर यहाँ पावर हाउस क्षेत्रमा लामै बाटो बनाइसकेको रहेछ। यही क्षेत्रमा ग्रेभल पनि हालिसकेको छ। यो साइडमा चाहिँ बाटो पुरानै बाटो हो, यो खनिदिएको रहेछ, बोल्डर छ। यतापट्टि चाहिँ पिच बनाउने तर्खरमा देखियो। म पोखरा उपमहानगरपालिकाभित्र पसिसकेको हुँदाखेरि यहाँ पिचको लागि ग्रेभल सुरु गरिसकेको देख्न पाउँदा मलाई निकै खुसी लाग्यो। मलाई यहाँबाट चाहिँ यो चाहिँ पुरानै बाटो भूमि सफाइ गर्ने काम भएको हुँदै रहेछ। र दायाँ बायाँ हेर्दाखेरि मैले भने नि साथीहरू, कुनै बेला 5 वर्ष भन्दाखेरि मलाई केही कमेन्टहरू पनि आएको थियो, भनिसक्यो त्यतिकै हावा बोल्ने, जमानाको कुरा गर्ने भन्ने कुरा गरेँ। तर म पोखरा नगरपालिकाभित्र छु अहिले। यो मेरो दायाँ बायाँ झुन्डिरहेको तारहरू, बिजुलीको पोलहरू हेर्नुहोस्। यो पोखरा विश्वविद्यालय जाने बाटो। अब म पोखरा एरियामा छु भन्नु त हजुरलाई निश्चित भयो होला। यो पोखरा युनिभर्सिटी, अब यो पोखरा युनिभर्सिटीको वरपर क्षेत्रमा बिजुलीको पोलहरू हेर्नुहोस्। सार्नलाई कति समय लाग्छ, खोस्रिनलाई कति समय लाग्छ, मिलाउनलाई कति समय लाग्छ। म गलत मेसेज दिँदिनँ, म सत्य मेसेज दिइरहेको छु। सदैव कोसिस गर्छु सत्य मेसेज नै दिने। अब अलिकति फेरि यहाँ सुरु गरेको रहेछ दायाँतर्फ, तर बायाँतर्फको धेरै काम बाँकी छ, समय लाग्छ। मैले भने नि 5 वर्ष, कुनै बेला मैले 5 वर्ष भन्थेँ, 5 वर्षको मैले घटाएर यस्तो पटकको यात्रामा मैले 3 वर्ष भने है साथीहरू। दुःख नमान्नु होला। 1 महिनाभित्र नै यो बाटो चाहिँ पिच हुनेछ, 1 साइड पिच हुनेछ। फेरि यो बाटो त खन्न बाँकी नै छ, बनाउन बाँकी नै छ। तरिका यही नै हो, पुरै भत्काएर भताङ भुतुङ पारेर यात्रुलाई दुःख दिनुभन्दा यसरी मिलाएर बाटो बनाउँदा सबैलाई राम्रो हुनेछ। बनाउने मान्छेलाई पनि सजिलो, झन्झट नहुने। आफ्नो तालमा चाहिँ आफ्नो एरियामा बनाउँछ उसले, यात्रुहरूले पनि सुविधै हुन्छ। ल यो चाहिँ फेरि पूर्णता भइसकेको बाटो, पिच भइसकेको छ। यतातिर बेग्न साल जाने बाटो एक साइड भए पनि पिच भइसक्यो। जहाँ नालाहरू पुलपुलाइहरू बनाउने स्थानमा चाहिँ अहिले समय लाग्ने हुँदाखेरि बाटो त्यहाँ चाहिँ त्यो क्षेत्रमा चाहिँ बाटो मर्मत सम्भाल कुनै गरिएको छैन। तर पुल नाग्ने बित्तिकै बाटो फेरि पिच भयो। पोखरा 26 वार्ड नम्बर 26मा म अहिले आइपुगेको छु। पोखराको बाटो पूर्णता नभए पनि एक साइडकोले बाटो चाहिँ पिच बनिसकेको र यात्रुलाई निकै सुविधा भएर यात्रा गरिरहेको देखिन्छ है। पोखरा प्रवेश गर्नुभन्दा अगाडि एउटा पुल आउँछ, यो त सबैलाई जानकारी नै छ। त्यो पुलसम्म म आइपुगेँ साथीहरू। यहाँ पनि निकै द्रुत गतिमा काम हुँदैछ। तलैबाट दिवाल उठाएर बाटो निर्माणको लागि काम सुरु भएको छ भने यतापट्टि बाटो भित्ता काटेर बाटोलाई चौडाइ बनाउने काम पनि हुँदैछ। यसको छेउमै अर्कोपट्टि पुल निर्माणको काम तीव्रता लिएको छ भने यो चाहिँ हामी चाहिँ अब पुरानै पुलबाट प्रवेश गर्नेछौँ। यतापट्टि पुल बन्दैछ र यो पुलपछि पनि बाटोहरू के छ अवस्था, कतिको बनाएको रहेछ, बनाएको छ कि छैन भन्ने कुरो म तपाईँहरूलाई प्रत्यक्ष रूपमा देखाउनेछु। भिडियोहरू मात्रै हेरिसक्नुभयो तपाईँहरूले, कुन अवस्थामा बनिरहेको छ, के बन्दैछ, कति बनिसक्यो भन्ने कुरो त मैले स्पष्ट नै पारिदिइसकेँ। बिजुलीको पोलहरू सार्ने काम हुँदै रहेछ यहाँ। ल यहाँ पनि खुसीको खबर, पुल टाग्ने बित्तिकै यहाँ पनि पिच बन्न लागेको रहेछ। ल बाटो पेरिसकेको रहेछ। ल है साथीहरू, अब पोखराको बाटो चाहिँ लगभग 3 वर्षमा चाहिँ पूर्णता पाउन सक्नेछ। काम चाहिँ तीव्र रूपमा सुसम्पन्न हुँदैछ। यसरी नै सुसम्पन्न गर्छ र हुन्छ भने पक्कै पनि 3 वर्षमा चाहिँ पोखराले पूर्ण रूपमा सुविधा पाउनेछ। ल यहाँ झन् पूर्ण रूपमा पिच गरिसकेको, 2 भागमा पिच भइसकेको रहेछ। साथीहरू म तपाईँहरूलाई धेरै पटक यो बाटो हिँडाइसकेको छु, तर म स्वयं पनि आजसम्म त्यो अन्तर्राष्ट्रिय विमानस्थलसम्म म गएको छुइनँ। र आज म यस अन्तर्राष्ट्रिय विमानस्थलमा जाँदैछु साथीहरू। यहाँबाट हामीहरू यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जान सक्छौँ। यहाँ बोर्ड पढ्नु होला, पोखरा अन्तर्राष्ट्रिय इन्टरनेसनल एयरपोर्ट। र म एकचोटि एक चक्कर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको
लगाएर आउने छु है साथीहरू। अहिलेसम्म म यो फर्स्ट टाइम हो म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आएको। आज म यस अन्तर्राष्ट्रिय विमानस्थलसम्म पनि तपाईँहरूलाई यहाँको दृश्यहरू देखाउने छु। हेर्नु साथीहरू, पोखराको अन्तर्राष्ट्रिय विमानस्थल म एक चक्कर लगाउने छु यस विमानस्थलको। म यहाँ रुक्ने छैन, म तपाईँहरूलाई यो यहाँको दृश्य देखाएपछि म सिधा पोखरातर्फ लाग्नेछु। हेर्नु साथीहरू, यही हो पोखराको अन्तर्राष्ट्रिय विमानस्थल। राम्रो छ, आन्तरिक प्रस्थान डोमेस्टिक पनि यहीँबाट रहेछ अहिले। धेरै राम्रो। अन्तर्राष्ट्रिय उडान त छैन होला, डोमेस्टिक पनि अहिले यहीँ विमानस्थलमा राखिएको रहेछ। धेरै राम्रो। भैरामा अझै पनि 2 भागमा छुट्याएर राखेको छ, काठमाडौँ पनि 2 भागमा छुट्याएर राखेको छ। तर यहाँ चाहिँ एकै ठाउँमा उडान गरेको देखियो। ल साथीहरू, एकछिन भए पनि माछा पुच्छरेको ठिक अगाडि, एकदम एकुरेट अगाडि जुन दृश्य तपाईँ देख्दै हुनुहुन्छ त्यही नै हो माछा पुच्छरे र धौलागिरी अन्नपूर्ण। दर्शन त गर्न पाएँ, टुप्पा अझै हेर्न पाएको छैन। हेरेर टुप्पा पनि देखिहाल्छु कि बादलले छेकेको छ। टुप्पा चाहिँ हल्का छेपेछ तर चाहिँ शरीर चाहिँ देखियो। अब यति सुन्दर दृश्य छ हेर्नु साथीहरू। अब यही घरको कौसीमा बसेर कति आनन्द आउँछ होला भने के सोच्दा पनि आफैले त्यतिकै आनन्द आउँछ। माथि माथि डाँडामा घरहरू हेर्नुहोस्। साँच्चै नै प्राकृतिकले चाहिँ पोखरालाई यति दिएछ पोखरालाई। अब मान्छेले त्यही दिएको उपहारलाई नै बजाएर पनि आफ्नो जीविका उपार्जन गरिरहेको छन्। यहाँको रोजगार नै भएको छ, यहाँको व्यवसाय नै यही पर्यटन क्षेत्र भएको छ। र साथीहरू, म फेरि अब प्रमुख पोखरा क्षेत्रतर्फ म अगाडि बढेँ है। बाटोको कुरा गर्दाखेरि कुन बाटो कता बाटो अहिले चाहिँ अलिकति कन्फ्युज नै हुन्छ। यहाँ फेरि एयरपोर्ट नागेपछि पनि फेरि यहाँबाट बजार क्षेत्रमा पिच भएको बाटो पूर्ण रूपमा बनाइसकेको देखियो। दुवै क्षेत्रमा पिच भइसकेको रहेछ। ल त फेरि म दोहोऱ्याउँछु साथीहरू, पोखरा मुर्दिङ सडक खण्ड यात्रा गर्दाखेरि 90% तपाईँले सुविधा पाउनुहुन्छ भने पूर्णतलाई तपाईँले 75% मानिलिनुहोस्। अझै 3 वर्ष समय जति लाग्नेछ यदि यही द्रुत गतिमा सम्पन्न गर्दै जाने हो भने मात्रै। तर फेरि दसवटा बाहना पारेर काम गर्ने भने समय लाग्नेछ। 3 वर्षसम्म यस बाटोले पूर्णता पाउनेमा म विश्वस्त छु। यहाँ पनि पूर्ण रूपमा अमरसिंह चोकतिर लाग्दाखेरि पनि एक साइड भए पनि बाटो पिच गरिसकेको अवस्था पनि देखेँ। र साथीहरू, म यो पोखरा स्टेडियमको अगाडि रहेको पुलमा आइपुगेँ। यहाँ पनि पुल बनाउँदै रहेछ, धमाधम सुरु हुँदै रहेछ। ल त साथीहरू, आजलाई मेरो यस भिडियोलाई यहीँसम्म भन्दै मोङलिङ पोखरा सडक खण्डको बाटो तपाईँहरूलाई मैले देखाएँ। आजको मेरो भिडियो यहीँसम्म भन्दै तपाईँहरूसँग म बिदा चाहन्छु। फेरि अर्को भिडियोमा अवश्य पनि भेटघाट हुने नै छ भन्दै बिदा भए। कृपया साथीहरू भिडियोलाई लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला है भन्दै आजलाई बिदा भए। धन्यवाद, बाई बाई एन्ड थ्याङ्क यू।